असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्योर्मा अमृतं गमय। ओम शांति शांति शांति। हे गुरुदेव, lead me from unreal to real. Lead me from darkness to light. Lead me from death to immortality. Om peace peace peace. ओके, आजको लेक्चर सुरु गर्नुभन्दा अगाडि म तपाईलाई के भन्न चाहन्छु भने भगवत गीता श्री कृष्णले अर्जुनलाई दिनुभएको हो। अर्जुन भन्ने कतिवटा व्यक्तिको नाम हो? एउटा। सो नम्बर्स रियली डजन्ट म्याटर है। जस्तै कथा उपनिषद भन्ने एउटा उपनिषद छ, त्यो उपनिषदमा पनि यमराजद्वारा नचिकेतालाई एउटा टिचिङ दिइन्छ, शिक्षा दिइन्छ। त्यो शिक्षाको बेलामा पनि यमराजले के भन्छन् भने तिमी जस्तो शिष्य हामी जस्तालाई पाइराखुन् भनेर चाहिँ उहाँले प्रेज गर्नुहुन्छ कि आफ्नो स्टुडेन्टको। भनेको हजारौं मध्ये कुनै एउटा विद्यार्थी हुन्छ जसलाई चाहिँ भगवत गीता दिन लायकको हुन्छ है। म बारम्बार तपाईहरुलाई म यो लेक्चर जतिसम्म लिन्छु नि म तबसम्म यो भनेको भने गर्छु, किनकि भगवत गीताको डाइनामिक्स नै त्यस्तै छ है। पहिला त अर्जुनले शिष्य स्वीकारे 2.7 मा। तपाईहरुलाई पनि बिस्तारै याद हुनुपर्छ है कहाँनिर गएर अर्जुनले चाहिँ भगवत गीतामा आफ्नो शिष्य स्वीकारे आफूले आफैलाई। अर्जुनलाई श्रीकृष्णले फोर्स गरेर तिमी मेरो विद्यार्थी बन भन्नुभएको होइन, अर्जुनले आफै नै के भन्नुहुन्छ रे 2.7 मा हो। गुड। सो 2.7 मा उहाँले म हजुरको शिष्य हुँ भनेर आफैले स्वीकारेर मलाई उपयुक्त शिक्षा दिनुहोस्, मलाई काम लाग्ने शिक्षा दिनुहोस्, मेरो कल्याण हुने शिक्षा मलाई दिनुहोस् भनिसकेपछि मात्रै श्रीकृष्णले अर्जुनलाई भगवत गीता दिदै हुनुहुन्छ। I was completely again absorbed there and again I go out of my mind again. So please है यस्तो कामहरु चाहिँ नगरौं, because it is for me, it is not a joke. I'm saying this. मैले के भन्न लागिरहेको छु भने अर्जुन एक हुन् र एकलाई श्रीकृष्णले दिएको शिक्षाको नाम भगवत गीता हो। यसको अर्थ के हो? भोलि चाहे यहाँ कोही नहोस्, म आफैले लेक्चर गरेर पनि म टिकटकमा हाले भने मेरो थाउजन्ड्समा भ्यू आउँछ। सो हेर्नको लागि ऑडियन्सको मलाई कमी छैन। हेर्नुस्, मेरो इच्छा के हो भने हजुर इन्डिभिजुअल हरेक जना के हुनु पर्यो भने एउटा असली शिक्षक हैन, के हुनु पर्यो? विद्यार्थी हुनु पर्यो, इन्डिभिजुअल विद्यार्थी हो। म मेरो साथीसँग आएको भनेर नसोच्नु। उहाँहरूलाई यो शिक्षाले केही काम गर्दैन। आफूले आफैलाई के सोच्ने हो भने यो जिन्दगीको महाभारत हो र यहाँ म पुरा मेरो रेस्पोन्सिबिलिटी छ यहाँ र म मेरो जिन्दगीसँग बाँच्नुपर्छ, अर्को मेरो जिन्दगीमा बाँच्दैन भनेको तपाईको बेडरुममा चाहे गद्दा होस् या सायद प्लाई मात्र किन नहोस्, सुत्ने तपाई हो। तपाईको साथी तपाईको बेडरुममा आएर त्यस्ता सुत्दिदैन तपाईको लागि जिन्दगीभर। तपाईसँग ब्याङ्कमा 20,000 छ भने त्यो 20,000 ले तपाईले आफूलाई पुर्याउने हो। साथीकोमा 1 करोड भए पनि दिदैन तपाईलाई पुरै। सो हरेक व्यक्ति यहाँ यो जीवनमा आइसकेपछि सबै इन्डिभिजुअली बाँच्नको लागि हामी यहाँ छौं। यसको अर्थ स्वार्थी भएर बाँचौं भनेको होइन। यसको अर्थ के हो भने लाइफको डाइनामिक्स नै त्यस्तै छ। यदि मलाई क्यान्सर छ भने तपाईलाई त्यो पेन फिल हुँदैन के, तपाईले बिचरा भने पनि त्यो क्यान्सरको दुखाइ मलाई हुने हो। हामी कुनै एउटा टिचरलाई ढाडको समस्या छ भने त्यो दुखाइ पर्टिकुलरली त्यही टिचरलाई मात्रै हुन्छ, तपाईहरुलाई हुँदैन। बुझ्नु भयो नि? त्यही भएर तपाईको दुख भनेको तपाईको व्यक्तिगत दुख पहिला त्यसलाई बुझ्नुपर्छ, बल्ल युनिभर्सल दुखलाई बुझ्न सकिन्छ। त्यही भएर हामी चाहे जति जना हौं त्यसले कहिल्यै फरक पार्दैन। त्यही भएर के नसोच्नु भने कहिले पनि ए मान्छे त घट्दै गए, ए 10 जना मात्र बाँकी भए। मैले के भनिरहेको छु, 1 जना भए नि पुग्छ है, र 1 जना नभए पनि पुग्छ, किनकि यो 1000 सम्म पुग्छ यो है। बुझ्नुभयो मेरो कुरा? क्लियर छ नि? त्यही भएर के नसोच्नु भने हिजो त त्यत्रो धेरै मास हेरेर हामी यहाँ आउने यो लेक्चर लिनलाई होइन। तपाई व्यक्तिगत आफ्नो के को लागि हुनुहुन्छ? या कल्याणको लागि हुनुहुन्छ, आफ्नो नलेज इन्हान्स गर्नलाई हुनुहुन्छ।
त्यही भएर दोस्रो साथी फुटबल खेल्न गयो, क्रिकेट खेल्न गयो, ऊ जान्छ त, उसलाई जान दिनुस् न। तपाईहरुसँग अप्सन छ चुज गर्ने, त्यही भएर तपाईसँग यहाँ फ्री विल छ, तपाईहरुलाई कसैले फोर्स गरेर राखेको होइन भनेको, त्यही भएर ठीक छ नि। त्यही भएर अब भगवत गीताको टिचिङ भित्र हामी बल्ल प्रवेश गर्न गइरहेका छौं। भगवत गीताको अध्याय 2 को 11औं श्लोकबाट श्री कृष्णले आफ्नो शिक्षा प्रारम्भ गर्नुहुन्छ। अध्याय 2 को 7औं श्लोकमा अर्जुनले आफूलाई शिष्य भनेर स्वीकारे है त। शिष्यस्तेहम साधिमाम त्वम प्रपन्नम भनेर स्वीकारिसकेपछि बल्ल अध्याय 2 को 10औं श्लोक पछि हेर्नुस् है। अब यहाँ अर्जुनलाई ऋषिकेशले मुस्कुराउँदै यी शब्दहरू बोल्नुभयो। के बोल्नुभयो? अब बल्ल भगवत गीता सुरु भयो, अब टिचिङ सुरु भयो। गीता के हो त? गीता किन पढ्ने त? हामी जति पनि प्रश्न गर्छौं त्यसको उत्तर यहाँ छ। अब एक एक स्टेपमा बुझौं है। तिमी कुरा पण्डितका जस्ता गर्दैछौ, तर जो शोक गर्न लायक छैनन् तिनीहरूका लागि शोक पनि गर्दैछौ। तर विद्वानहरू न जिउँदाका लागि न मरेकाका लागि नै शोक गर्छन्। अब कृष्णले यहाँ अचम्मको कुरा गर्नुभयो। के कुरा गर्नुभयो भने अर्जुनलाई पहिला के भन्नुभयो भने तिमी कुरा पण्डितका जस्ता गर्दैछौ भन्नुभयो। अब यो पण्डित भन्ने शब्दलाई एक फेरि बुझौं है। जबसम्म हामीले भगवत गीता पढेको छैनौं तबसम्म पण्डितको एउटा हाम्रो माइन्डमा के छ? विचार छ। इक्जाम्पल, कुनै एक शिक्षकले कुनै एक मन्त्र पढ्दाखेरि हामीलाई हाँसो उठ्छ नर्मल्ली। त्यो हाँसो हामीलाई किन उठेको? दुई कारण छ। एक, जुन व्यक्तिले त्यो मन्त्रहरू उच्चारण गरिरहेको छन् त्यो व्यक्तिको तपाईलाई पर्सनालिटी पहिला नै थाहा भएको हुनाले एक, र दोस्रो उहाँले त्यसलाई सही तरिकाले उच्चारण गर्न नजान्नु हो है। किनकि कति मान्छेले के देखिन्छ भने जसलाई संस्कृत मनै पर्दैन उले पनि एउटा चाइल्ड इन अस भन्ने एउटा गीत छ, त्यसको गीत रिपिट गरिरहेको हुन्छ, स्टोरीमा त्यसले म्युजिक हालिरहेको हुन्छ क्या। प्रसन्न वदना भन्ने एउटा गीत छ है, एउटा श्लोक छ, त्यसको म्युजिक जसले गायकले गाएको छ नि, जुन तरिकाले गाएको छ नि, जस्तै तपाईले शिव ताण्डव सुन्नुभयो, जट्टाकटा हि सम्भ्रम भन्ने सुन्नुभयो नि, त्यो सुन्दाखेरि मजा आउँछ कि आउँदैन भन्ने कुरो हो कि। त्यसको अर्थ के हो भने उच्चारणकर्तामा बल्ल कुरो फरक पर्दो रहेछ, कसले उच्चारण गरिरहेको छ। त्यसरी नै वेद मन्त्रहरू पढ्ने जुन पण्डितहरू हुनुहुन्छ, यो पण्डित भनेको यहाँनिर कुन कन्टेक्स्टमा भन्नुभएको भने यो पूजा गर्ने व्यक्तिलाई भन्नुभएको होइन। नर्मली हामीले के सोच्छौँ, जसले टुप्पी पालेको छ, कण्ठी लगाएको छ, उसलाई पण्डित भन्छौँ। कृष्णले यहाँ अर्जुनलाई त्यो खालको पण्डित भन्नुभएको होइन। पण्डित भनेर यहाँ कृष्णले कसलाई भन्दै हुनुहुन्छ भने जसले आत्मा र अनात्मा छुट्याउन सक्छ। अब यो आत्मा भन्ने शब्दमा थोरै भन्छु म। आत्मा भन्नाले कुनै तपाईको शरीरबाट निस्किने भूत होइन है। अब हामीले अलिकति अब बल्ल भगवत गीतालाई दार्शनिक तरिकाले दृष्टिले बुझ्दैछौँ है। जो शोक गर्न लायक छैनन् तिनका लागि शोक पनि गर्दैछौ रे भन्न बित्तिकै श्री कृष्णले यहाँ के एज्युम गर्नुभयो भने यदि तिमी वास्तविक पण्डित हुन्थ्यौ भने, यदि तिमी वास्तविक आत्मज्ञानी हुन्थ्यौ भने अर्जुन तिमी शोक नै गर्ने थिएनौ भन्नुभयो। हेर है, किन? त्यसको एक्सप्लेनेसन श्री कृष्णले दिनुहुन्छ। तर पहिला कृष्णको एजम्सन केबाट सुरु भइरहेछ त्यो बुझौँ त। तिमी कुरा पण्डितका जस्ता गर्दैछौ भन्न खोजेको अध्याय 1 मा अर्जुनले के कुरा गरेका थिए? कुल धर्मको, जाति धर्मको, पिण्डको, हो कि होइन, आफ्नो पितृहरूको नाश हुने कुराहरू गरेका थिए कि नै? यस्तै कुरा त पण्डितले गरेको सुनिन्छ नि होइन। त्यही भएर कृष्णले के भन्नुहुन्छ, तिमी कुरा चाहिँ पण्डितका जस्ता गर्छौ तर जसका लागि तिमी शोक गर्नु हुँदैन नि त्यसका लागि शोक पनि गर्दैछौ। अब यो कुरा कस्तो हो भने कहिलेकाहीँ हामीले साथीलाई त चिन्ता नलिन केही हुँदैन भनेर भनिन्छ कुनै कुरामा हो। त्यही साथीलाई जब सानो कुरा पर्छ नि तब ऊ धुवा रोइरहेको हुन्छ। अरूलाई भन्न सजिलो छ नि, तर जब कुरा आफूमाथि आउँछ तब त्यो कुरा एप्लाई हुँदैन। त्यही भएर श्रीकृष्ण यहाँ के भन्नुहुन्छ भने विद्वानहरू चाहिँ जो एक्चुअली कुरा बुझेका हुन्छन्, ज्ञानी हुन्छन्, तिनीहरू जिउँदाका लागि न मरेका लागि नै शोक गर्दछन् रे। अब यहाँनिर हेर है,
श्रीकृष्णको फर्स्ट स्टेटमेन्ट अनुसार तिमी तिनका लागि शोक गर्दैछौ जो शोक गर्न लायक छैनन् हो भनेपछि यदि यहाँ कौरव छन् है र यतापट्टि पाण्डव छन्, अर्जुन पाण्डवको साइडमा छन् र कृष्णले के भन्नुहुन्छ भने यिनीहरूको लागि तिमी शोक नगर, कौरवको लागि तिमी शोक नगर भन्नुभएको छ देखिन्छ नि। त्यसो भए अर्जुनले के सोच्न मिल्छ, ए त्यसो भए म पाण्डवको पक्षको लागि शोक गरौँ त, किनकि हाम्रो पक्षबाट पनि त मर्दैछन् मान्छेहरू त युद्धमा, उनीहरूको लागि शोक गर्न मिल्ने कि नमिल्ने? मिल्न सक्छ नि त होइन। तर कृष्णले के भन्नुभयो, तिमी जिउँदाका लागि न मरेका लागि नै शोक गर्नु हुँदैन अरे। कसको लागि गर्ने? जिउँदोको लागि नि शोक नगर, मरेका लागि नि शोक नगर अरे। अब के हामी कसैका लागि पनि शोक गर्न मिल्छ? अनि म यति बेला मेरो लाइफमा मैले के गरेँ भने मैले सोचेँ कि एक दिन मैले जब फर्स्ट टाइम भगवत गीता पढेको थिएँ नि 11-12 को बेलामा, 12 क्लास पछि पढेको, म एकछिन अचम्म परेँ। श्रीकृष्णले यो के भन्नुभएको, तिमी जिउँदाको लागि पनि शोक नगर, मरेकाको लागि पनि शोक नगर अरे। अनि शोक गर्ने कसको लागि त? कि मान्छे कि जिउँदो हुन्छ कि मरेको हुन्छ? दुइटाको लागि शोक नगर भन्नुभयो। अचम्म परेँ म है। अनि म एक दिन कहाँ गएँ भने एक दिन पण्डितको घरमा गएँ, पूजा गर्ने पण्डितको घर। मैले उहाँलाई गएर के सोधेँ भने तपाईँको हजुर बुबाहरू अथवा बुबाहरू बित्नु भइसक्यो भनेर सोधेँ। अनि 1-2 थाहा बित्नु भएको थियो कि बित्नु भइसक्यो भन्नुभयो। अनि मैले उहाँलाई सोधेँ तपाईँले गीता पढ्नु भएको छ सोधेँ। पढाएको छु भन्नुभयो। अनि कृष्णले त्यहाँ अध्याय 2 को 11औं श्लोकमा मर्दाको लागि पनि शोक नगर र जिउँदोको लागि पनि शोक नगर भन्नुभएको छ, र पण्डितजनले त शोक गर्दैनन् रे, हजुरले शोक गर्नु हो कि गर्नु भएन भनेर सोधेँ। अब जति गफ लाए पनि आफ्नो बुवा मर्दा आमा मर्दा त रोइन्छ, शोक त गरिन्छ। पण्डित बाजे फसिएको छु। अनि मलाई कहीँ रियल भेट्टाइन, मैले कतै गएर मलाई चित्त बुझेन। मैले एउटा पुराण भेटाएँ। त्यो पुराणमा के लेखेको भेटेँ भने दक्ष प्रजापति हुनुहुन्छ नि जुन हाम्रो सतीदेवको पनि पिता, उहाँ चाहिँ ब्रह्मदेवको पुत्र भनेको छोरा रूपमा स्वीकारिन्छ। जब सतीले आफ्नो देहलाई जलाइन्, भस्म गरिन्, तब शिवले आफ्नो जटाबाट र आफ्नो रूपबाट चाहिँ भैरव र कालो भैरव र महाकालीको रूप पठाएर त्यहाँ गएर के हुन्छ, नाश हुन्छ तिनीहरूको। त्यति बेला दक्ष प्रजापतिको टाउको काटिन्छ त्यहाँ र अग्निमा हालिदिन्छन् भैरवले है। अनि त्यति बेला स्वयं ब्रह्मदेव रुँदै रुँदै महादेव तिमी गएर के भन्छन्, रक्ष रक्ष महादेव पुत्र शोक भनेर भन्छन्। त्यहाँ रक्षा गर्नुस् महादेव, म पुत्रको मृत्युको कारणले शोकयुक्त छु रे। अनि फेरि मलाई कृष्णलाई सम्झे, ब्रह्मले त हामीलाई बनाएको रे, 4 टाउकोवाला ब्रह्मदेव हो। सबभन्दा ठुलो ब्राह्मणमा ब्रह्मदेवै पर्नुहुन्छ। फेरि 4 वेद जहाँबाट आए राइट। र अन्तिममा ब्रह्मदेवसम्म रोइरहेछन् आफ्नो छोरालाई गुमाउँदा। अनि यो कृष्णले त अर्जुनलाई त शोकै नगर, जिउँदोको लागि नि शोक नगर, मरेका लागि नि शोक नगर भन्नुभएको छ। एन्ड देन आई थट समथिङ, यो कृष्णले हामी ह्युमन बिइङबाट के आश गर्नु भएको के यति ठुलो? हामी ह्युमन बिइङ्स जो एकदम इन्सिक्योर हुन्छौँ, झन् सानो सानो कुरामा जेलियसी छ, फियर छ, एन्जाइटी छ, डिस्ट्र्याक्सन छ, 2 मिनट ध्यान दिएर यता सुन्न सकिन्न, झ्यालबाट बाहिर हेर्न परिरहेछ। यस्तो पिटी लिटल माइन्डलाई श्रीकृष्णले कति ठुलो पोटेन्सियल छ तिम्रो भनेर देखाउनु भयो होला जस्तो फिल भयो क्या मलाई। त्यहाँपछि म श्रीकृष्णलाई अलिकति सिरियसली लिन थालेँ। इभन ब्रह्मदेव भन्दा ठुलो कुरा गर्दै हुनुहुन्छ कृष्णले, ह्युमन बिइङबाट एक्सपेक्टेसन त्यस्तो छ। सो देन आई रियलाइज हियर इज मच मोर डिपर। जुन कुरा हामीले सतहबाट बुझ्छौँ त्योभन्दा धेरै गहिरो कुराहरू चाहिँ यहाँ रहेछ भनेर मैले बुझेँ। सो यो श्लोक बुझियो हामीले, पण्डितजन न जिउँदोको लागि शोक गर्छन् न मरेका लागि शोक गर्छन्। अब भोलि मेरै माताजीको देहान्त भयो, देहान्त भनेको शरीरको अन्त भयो, मृत्यु भयो भने म गाउँमा गएँ, सबजना रुवावासी गरिरहेछन्, रोइरहेछन्, अनि म एकजना मात्रै नरोइकन बस्दाखेरि मलाई समाजले के भन्छ? यसलाई आमाको माया रहेनछ भन्छ।
भनेपछि मायाको अर्थ रुनु हो होला, नत्र त्यो किन भने त? त्यो जब आमा बित्नु भयो तब म रोएन भने मैले आमालाई माया गर्दिनँ अरे के। तर वास्तविक के हो, जब हामीले आफ्नो कोही भन्ने जो मेरो आमा अथवा बुवाको देहान्त भयो भनेर म रुनुको अर्थ के हो? अब मसँग मेरो आमा हुनुहुन्न, बुवा हुनुहुन्न, मलाई हेर्छ कसले, पाल्छ कसले, खुवाउँछ कसले, माया गर्छ कसले, यो माया भयो कि स्वार्थ भयो? स्वार्थ। राइट? हामी कहिले पनि त्यो व्यक्तिको लागि कहिले शोक गरिरहेको छैनौँ, हामी स्वयंको लागि शोक गरिरहेछौँ। सेल्फ पिटी भन्छ यसलाई। ऊ छैन त्यही भएर मलाई अब कसले हेर्छ भनेर रोइरहेको हो के, त्यो अरू केही पनि होइन। उसलाई माया गर्थ्यौँ भने त अहिले गर्थ्यौँ नि त, जिउँदो हुँदा। त्यति माया गरेको त देखिँदैन उसलाई त, एनीबडी के। है, त्यही कारणले समाजले तपाईहरूलाई पागल भन्यो भन्दैमा पनि तपाईहरू अब नभड्किनु होला। किनभने जिनियस मान्छेलाई, जुन मान्छेले चाहिँ कुराहरूलाई एज इट इज बुझ्छ, त्यसलाई कि मान्छेले पागल भनेर भनिदिने हो। पागल भनिदिएपछि सजिलो के हुन्छ थाहा छ? यो त पागल हो भनिदिएपछि ऊ जस्तो आफू बन्न परेन नि त। कति सजिलो, आफू म त एकदम ठिक छु भन्ने छ उसलाई। र एक्स्ट्रा ब्रिलियन्ट मान्छे जसले किताब पढिरहेको हुन्छ टाइम एन्ड अगेन, जसले समथिङ एक्स्ट्रा सोध्छ अरूभन्दा, त्यस्तो मान्छेलाई हामीले पागल भनिदिएपछि आफू त्यस्तो बन्नु परेन के, अनि हामी त्यस्तोबाट बचियो। त्यो अनिल त पागल भएछ, जति बेला हेर त्यति बेला किताब पढाइ गर्छ। कहिले थोमस एल्भा एडिसनलाई पढाएको छ, कहिले खलिल गिब्रानलाई पढाएको छ, पागल भएछ त्यो। कहिले गीता पढ्छ, कहिले वेदव्यासलाई पढाएको छ, महाभारत रामायण है, कहिले कुनै सुकरातलाई पढ्यो होला, कहिले अब देयर आर मेनी पर्सनालिटिज, राइट? अनि त पागल भएछ भनिदिएपछि आफूले पढ्नु पर्यो किताब, पर्यो। त्यही भएर सबैभन्दा पहिला तपाईहरूलाई समाजले त्यो एउटा टाइटल दिन्छ, अहिले दिँदैन, किन अहिले तपाईँले केही बुझ्नु भएकै छैन। बिस्तारै गीता उत्रिँदै जान्छ भित्र, गीता उत्रिँदै जान्छ, अनि तपाईँको यो जुन तपाईँले गर्नुहुन्छ नि जे जे कामहरू त्यो हट्दै जान्छ, अनि मान्छेले तपाईँलाई चिन्दै जान्छ, यो त यस्तो थिएन, हो त्यो भन्छ। तर वास्तवमा पागल को हो त भन्ने कुरा चाहिँ मलाई यस्तो हुन्थ्यो कहिलेकाहीँ, तपाईँहरूलाई भन्छु यो कुरा पनि, म कहिलेकाहीँ सोच्थेँ कि बसेर है, होइन म रङ हो कि यो समाजका मान्छे रङ हुन् भने जस्तो लाग्थ्यो कहिलेकाहीँ। भनेको मलाई केही कुराले फरकै परिरहेको छैन, दुःख पनि लाग्दैन। अनि एकजना पहिला पनि सानो उमेरमा, तपाईँहरूको उमेरमा 6-7 पढ्दा होला, हजुरबा बित्नु भएको थियो। अब म त्यो हजुरबासँग खासै घुलमिलेको थिएन नि त, अनि म बित्नु भयो अरे भने मलाई डेथ भन्ने पनि त्यति आइडिया थिएन। म घर गएँ, त्यहाँ हजुरबाकोमा हजुरआमाहरू सबै रोइरहेछन्, आफूलाई हेर्छु आँसु नै आएन, केही पनि छैन। अनि डर लाग्यो, ए म त रुन पर्ने हो, म त आँसु नै आएन भनेर बाहिर जान्छु, यहाँ गर्छु, आँसु आउँदैन। अनि अब भएन, यसो गरेर त काम छैन, थुक लाएर यता यता, होइन? यो मैले के भनेको भने, अब यो कुरा अहिले भने अन्त झन् मलाई रिसाउलान्, तर त्यति बेला त ममा एक्चुअल फिलिङै थिएन के, बिकज म हजुरबासँग धेरै टाइम स्पेन्ड नै गरिनँ, मसँग उहाँप्रति एट्याचमेन्ट नै थिएन। सिमिलरली पशुपति जानुहोस्, हजारौँ मान्छे त्यहाँ रोइरहेको हुन्छन्, बिकज त्यहाँ कोही कोही आफन्त मरिरहेको हुन्छन्, राइट? भनेपछि त जहाँ एट्याचमेन्ट हुन्छ त्यहाँ सफरिङ हुँदो रहेछ, त्यहाँ शोक हुँदो रहेछ, यसलाई बुझ्नु पर्दो रहेछ भन्ने कुरा मैले त्यसपछि बुझेँ है। अब कृष्णले के भन्नुहुन्छ फेरि भने, कहिले पनि म नभएको, तिमी नभएको र यी राजाहरू नभएको समय थिएन, र भविष्यमा पनि हामी सबै नभएको कुनै समय हुने छैन अरे। अब यहाँबाट बल्ल आत्मज्ञान सुरु भयो। ओम असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय र थर्ड के थियो हाम्रो, मृत्युर्मा अमृतम गमय हो। यो लाइनबाट अब अमृतम गमयमा सुरु गरेर हामीले अब यस्तो कुरा जुन मृत्युभन्दा पछिको छ। अब वी आर ट्राइङ टु डिल विथ समथिङ द्याट इज बियोन्ड डेथ है। अब यसलाई म अलिकति तपाईहरुलाई बुझाउने ट्राई गर्छु ल है। अब सुन्नु है, राम्रोसँग ध्यान दिनु है। श्री कृष्णले यहाँ तीनवटा वर्ड युज गर्नुभयो। म भन्नुभयो, तिमी भन्नुभयो, राजाहरू भन्नुभयो, तीनवटा। अब तपाईहरुलाई म थोरै दर्शन भेद
सुरु गर्छु। अब दर्शन भेद भनेको के हो म बुझाउँछु पहिला है। दिस आर भेरी डिफिकल्ट थिङ्स, तर आई विल ट्राई टु मेक इट मोर इजियर है। जति सक्छु त्यति सजिलो बनाउन ट्राई गर्छु। यो गाह्रो कुरा नै हो, बुझेन भने नि चिन्ता नगर्नु है। यो बुझ्नुहुन्छ अनि ग्यारेन्टी मैले दिन सक्दिनँ। स्लोली एन्ड स्लोली विल ट्राई टु अन्डरस्ट्यान्ड। जस्तै हामीले के भन्छौँ भने एउटै कुरालाई हेर्ने दुईवटा पर्सपेक्टिभ हुन्छन् अथवा तीनवटा पर्सपेक्टिभ हुन सक्छन्। जस्तै यदि यहाँ एउटा व्यक्ति उभिरहेको छ र यतापट्टि एउटा व्यक्ति उभिरहेको छ भने है, र हामीले यहाँ जब हामीले 6 बनाइन्छ, यसले हेर्दाखेरि के देख्छ, यसले हेर्दा के देख्छ, राइट। इट इज कल्ड पर्सपेक्टिभ। सो हामीसँग मल्टिपल के हुन्छ, पर्सपेक्टिभ हुन्छ। अब यही कुरालाई हेर्ने पनि तीनवटा दृष्टि छन्, म तिमी र राजाहरू। हामीसँग मुख्य गरेर धेरै सम्प्रदायहरू छन् र हरेक सम्प्रदायले आफ्नो आफ्नो अनुसार यसको व्याख्या गर्छन्। र मैले चाहिँ म कुनै पनि सम्प्रदायको होइन, त्यही कारणले म तपाईहरूलाई कुनै पनि संस्थामा तान्न आएको पनि होइन। भनेपछि अनिल सरले के गर्दै हुनुहुन्छ भने यो तीनवटैको सानो सानो ओभरभ्यू दिन चाहनुहुन्छ र तपाईलाई जुन उच्च लाग्छ, बेस्ट लाग्छ, लोजिकल लाग्छ, प्यारो लाग्छ त्यसलाई स्वीकार्नु। र एट द एन्ड यु क्यान आस्क मी, सर हजुरलाई कुन प्यारो लाग्छ, म त्यो पनि भन्छु है। सो पहिलो नम्बरमा छ शङ्कराचार्यको। शङ्कराचार्यको यसको बारेमा बुझाइ। सेकेन्ड देयर इज रामानुजाचार्य एन्ड मध्वा। ओके, मध्वाचार्य। सो तीनवटा आचार्यले यसको तीनवटा अर्थ लगाउनु भएको छ। यो म तिमी र राजाहरूको। अनि त्यसपछि हामीले एउटा मात्रै दर्शनबाट जान्छौँ है, पछि पछि म सबै पढाउँदिनँ, किनभने हामीलाई जुन प्यारो लाग्छ त्यही पढ्ने हो र मलाई जुन हाइएस्ट लाग्छ म त्यही बाँड्ने हो। तर मैले पहिल्यै भनिदिएँ तीनवटा छन् भनेर। यु क्यान गो टु एनी अफ दिस लाइन्स है। सो एटलिस्ट अनिल सरले हामीलाई अप्सन दिनुभएको थिएन भन्ने नहोस् तपाईँहरूलाई, किनकि धेरै सम्प्रदायले तपाईँलाई अप्सन दिँदैन। तपाईँ मध्वाको सम्प्रदायमा गएपछि मध्वाचार्य अनुसारै पढाउँछन्, तपाईँ रामानुजाचार्यकोमा जानु रामानुजाचार्यको अनुसार पढाउँछन्, र शङ्कराचार्यकोमा जानुभयो भने शङ्कराचार्य अनुसारै पढाउँछन्। तर मैले तपाईँलाई पहिला 3टा अप्सन दिन्छु, त्यसपछि बल्ल हामी एउटा अप्सनबाट जान्छौँ है। ओके, सो यसलाई अलिकति फिलोसफीमा हामी अब छिर्दैछौँ, सनातन धर्मको दर्शनमा। सबभन्दा सजिलो र बुझ्न तार्किक यो छ मध्वाचार्यको। हेर्नु है, एउटा जीव छ, एउटा जगत छ र एउटा ईश्वर छ, गड। जीव भनेको के हो, तपाईँहरू हो, ठिक छ नि, द लिभिङ एन्टिटिज जीव। जगत भनेको अल मटेरियल एक्जिस्टेन्स, फ्यान, हल, चेयर, सबै कुरा। र एउटा यो दुवै भन्दा इन्डिपेन्डेन्ट एउटा सत्ता छ ईश्वरको, गडको। र त्यो ईश्वर अकॉर्डिंग टू मध्वाचार्य इज विष्णु और कृष्ण है। जीव भनेको तपाईहरु भयो, सेन्टिएन्ट बीइंग्स तपाईहरु अथवा एनी लिभिङ एन्टिटीज। जगत भनेको मटेरियल वर्ल्ड भयो र गड भनेको विष्णु अथवा कृष्ण। सजिलो छ, सजिलो छ। भनेपछि मध्वाचार्यले के स्वीकार्नुहुन्छ भने यी तीनवटामा कहिल्यै एकत्व हुन सक्दैन। उहाँको दर्शनलाई द्वैत सिद्धान्त भन्छ। के भन्छ? द्वैत। द्वैत भनेको दुई हो है। है, द्वैत भनेको दुई। यो दुईवटा औँला देख्नुभयो, यसलाई द्वैत भन्छ, दुई। जस्तै जीव, जगत र ईश्वर कहिले पनि एक हुन सक्दैन, यिनीहरू छुट्टै 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 कुरा हुन् भनेर भन्नुहुन्छ। र उहाँले पञ्चभेद स्वीकार्नुहुन्छ। पञ्चभेद भनेको जीव र जगत कहिले एउटा हुन सक्दैन, जीव र भगवान कहिले एउटै हुन सक्दैन, जगत र भगवान कहिले एक हुन सक्दैन, र जगत र ईश्वर कहिले एक हुन सक्दैन। यसरी 5वटा भेद मान्नुहुन्छ मध्वाचार्यले। ठिक छ, लोजिकल पनि लाग्छ, कसरी हुन सक्छ त, हैन? यो भयो। अब यतापट्टि आउँ, शङ्कराचार्य थियौँ। शङ्कराचार्यले के भन्नुहुन्छ भने
यस, तीनवटै कुरा छन्, जीव, जगत र ईश्वर, गड है। तर यो तीनवटा जुन भेद देखिरहेको छ नि, यो एक्चुअलमा छैनन् तीनटा भन्नुहुन्छ, एउटै छ भन्नुहुन्छ। यसको नाम चाहिँ अद्वैत हो। नट टू भनेको, द्वैतले टू भन्छ, अद्वैतले नट टू भन्छ, भनेको वान मात्रै भन्छ। अब यसलाई पनि बुझौँ थोरै। र यो सँगसँगै रामानुजाचार्य, यो अलिक लामो छ, म यसलाई बुझाउँछु। पहिला रामानुजाचार्यलाई अलिक सकिहालौँ। रामानुजाचार्य अनुसार पनि जीव, जगत र ईश्वर, ल ईश्वर यसरी लेखेँ मैले, जीव, जगत, ईश्वर, यो तीनटा छन् नि, यो एक पनि हो र भिन्न पनि भन्नुहुन्छ। उहाँले विशिष्ट अद्वैत भन्नुहुन्छ है। विशिष्ट अद्वैत, विशिष्ट खालको अद्वैत छ भन्नुहुन्छ। तपाईहरु चिन्ता नगर्नु है, मैले लास्टमा तपाईलाई यसको अकर्डिङली लग्छु। त्यही भएर यो धेरै टाउको दुखाउनु पर्दैन है। सिम्पल जसलाई इन्ट्रेस्ट छ उहाँहरुको लागि भनिदिराखेको, बिकज वी आर स्टडिङ अलिक डिप फिलोसफी। सो तर यो गाह्रो हो र। जीव भनेको सेन्टिएन्ट बिङ, जगत भनेको मटेरियल वर्ल्ड, एन्ड गड मिन्स द मेन कन्ट्रोलर, सस्टेनर एन्ड डिस्ट्रोयर। ठिक छ, फाइन। अब उहाँले कम्प्लिट डिफरेन्स मान्नुभयो। उहाँले सेम एन्ड डिफरेन्ट, सेम पनि हो डिफरेन्ट पनि हो। कसरी? यो मुठी हो कि होइन, यो औँला हो कि होइन, यो औँलाको मुठी होइन। सो यो एक पनि छ र भिन्न पनि छ। कुरो बुझ्नुभयो? अब फरक फरक, यो औँला र यो औँलाको हाइट के छ, फरक फरक छैन। सो यहाँ द्वैत पनि छ, विशिष्ट अद्वैत पनि छ र अद्वैत मात्रै पनि छ। मुठीको रूपमा मात्रै हेर्ने मुठी मात्र हो, यहाँ औँला पनि छैन, केही पनि छैन। मुठी हो नि यो त, तर बिस्तारै हेऱ्यो भने औँला पनि छ फेरि। र उतापट्टि गइयो भने त यो औँला र यो औँला, यो औँला पनि बराबर छैन फेरि। सो भेदै भेद छ। सो द्वैतमा भेद छ, विशिष्ट अद्वैतमा भेद छ पनि र छैन पनि, र अद्वैतमा भेद नै छैन भन्छ। अब म थर्ड पोर्सनमा पुगेँ है त साथीहरु, ध्यान दिएर सुन्नु होला। अब हामी कसरी भेद छैनमा जाँदैछौँ है त। ल अब शंकराचार्यको अनुसार कसरी भेद छैन यो तीनटामा, दिमाग लाउनु है। अब नर्मल्ली फेरि पनि हेर्यो भने त कसरी यो टेबल र म एउटै हुन सक्छ? बिकज टेबल इज मटेरियल अनि म चाहिँ इमटेरियल हो। र म एउटा टाइनी लिटल ह्युमन बिइङ र फेरि यो ओल्ड युनिभर्स बनाएको जुन गड छ त्यो र म एउटा कसरी हुन सक्छ? अब अद्वैतले त एउटै हो भन्छ के, फेरि एउटै नै हो भन्छ। एन्ड देयर इज होल लिनिएज अफ दिस। स्टिल 5 minutes वी हैव है, यो टाइम अलि छिटो बजेछ। ओके, नाउ लिसन टु मी भेरी केयरफुल्ली। यो बुझ्नलाई तपाईले हामीले जुन गुरु मन्त्रमा परब्रह्म भन्छौं नि त्यसलाई बुझ्न पर्छ। अब बल्ल ब्रह्म भनेको के हो त्यो नबुझेसम्म यो केही पनि बुझिदैन। अनि हामीलाई सनातन धर्म केही थाहा छैन, पूजा टीका सिका ला, घण्टी टेङटिङ पार्यो अनि त्यही धर्म लाग्छ। अनि यस्तो कुरा फेरि नबुझे कहाँ हुन्छ फेरि, हैन? बुझ्न पनि गाह्रो र बुझाउने मान्छे पनि थिएनन् फेरि। गुरुकुलमा मात्रै पढाउँथे यस्तो कुराहरू। यो त हाम्रो अब प्रिभिलेज हो है। अब सुन्नु है, यो ब्रह्म भन्ने एउटा वर्ड छ। ओके, ब्रह्म यो वर्डलाई नबुझेसम्म यो बुझिदैन है। यो के हो त सर, ब्रह्म भने के हो? सत चित आनन्द भनेर सोध्छ भन्छ उपनिषदले है। सत चित आनन्द। सत भनेको एक्जिस्टेन्स, चित भनेको कन्सियस, र आनन्द भनेको ब्लिस। यदि कुनै कुरा यो तीनवटा कुराले मिलेर बनेको छ भने त्यो ब्रह्म हो रे। ओके, अब ध्यान दिएर सुन्नु है, ध्यान दिएर सुन्नु है। अब म जीवलाई इन्क्वायर गर्दैछु है पहिला। यही सँगसँगै ब्रह्मलाई अर्को डिफिनेसन अर्को उपनिषदले के दिन्छ? सत्यम अनन्तम ज्ञानम ब्रह्म भन्छ। सत्यम भनेको जुन इटर्नल छ, अनन्तम भनेको इन्फाइनाइट।
सत्यम अनन्तम ज्ञानम भनेको नलेज, द्याट इज ब्रह्मन रे। दुईवटा डिफिनेसन हामीले लियौं, सच्चित आनन्द एक्जिस्टेन्स कन्सियसनेस ब्लिस, सच्चित आनन्द पछि अर्को के थियो हाम्रो सत्यम अनन्तम ज्ञानम ब्रह्म, सत्यम इटर्नल, अनन्तम ज्ञानम, सो तीनटा भयो। यदि कुनैको यो क्वालिटी छ भने त्यो ब्रह्म हो रे। अब तपाईले एउटा सानो कुरा गर्छ है, सर यो के पढिरहेको यार, बरु पिज्जा पकाउने कसरी त्यो सिकाएको भए पिज्जा पकाउनु हुन्छ घर गएर हैन। यो ब्रह्म किन यो ब्रह्म ब्रह्म पढिरहेको, अब भन्छु किन पढेको है। तपाईलाई भोक लाग्दा पिज्जा खान पर्छ नि, त्यसरी नै तपाईलाई यो चाहिन्छ के। अब कसरी चाहिन्छ म त्यो भन्छु। पहिला तपाईहरु यहाँ कोही हुनुहुन्छ जो अब गएर घर गएर मर्न मन लाग्यो? कोही छैनन् नि। हामीलाई एक्जिस्टेन्समा हुन मन छ कि छैन? छ है। तर यसो सोच्नु त, डेथ त कतै न कतै कुरेर बसिरह हामी सबैलाई, हो कि हैन? सो डेथले त हामीलाई एक्जिस्टेन्सबाट के गर्छ? नन एक्जिस्टेन्स बनाइदिन्छ हो। अर्को कुरा, यहाँ कोही छ जो बेहोसीमा जिन्दगी बिताउन मन पर्ने? कोही छ बेहोसीमा जिन्दगी बिताउन मन भएको? सकेसम्म वी वान्ट टु बी कन्सियस। हामीलाई हरेक कुरामा होसपूर्व गर्न मन लाग्छ। हिँड्दा हिँड्दै झुकेर लड्यो भने है तेरि म त कसै ध्यान पनि दिन भुलेछु, अथवा ए मैले यति पनि बिर्सेछु, हामीलाई नराम्रो लाग्छ अथवा हामीले त्यसको बारेमा सोच्छौँ नि, त्यसको अर्थ वी वान्ट टु बी कन्सियस। वी आर कन्सियस बट वी रेयरली नो द्याट वी आर कन्सियस। वी आर इन एक्जिस्टेन्स बट वी रेयरली थिङ्क द्याट वी आर एक्जिस्टिङ। हजार कुरा सोचेर बसिरहेको हुन्छ नि, आफू म त ओहो म छु भन्ने भुलिरहेको हुन्छ हामीले। कहिले सोध्नु ए म त बाँचिरहेको छु यार भन न फेरि, होइन? हो नि त। कति मान्छे मरिरहेछन् अहिले, खै कहाँ खै कता हुनुहुन्छ मरिरहेको मान्छे? राइट हो। अब सोच है। ओए नाउ लिसन लिसन, ही सेड वन्डरफुल थिङ। योर फ्रेन्ड सेड that he is dying, which means we all are dying. अब यो कुरा कति बेला राइट छ भने जब तिमीले यसलाई स्वीकार्छौ, डेथ इक्वल्स टु टाइम, राइट हो कि हैन? अब यो आनन्द छ नि, तपाईहरुलाई आनन्द नचाहिने कोही छ? आई विल कम टु योर क्वेसन। उलाई आनन्द चाहिन्न र एक यसो झ्याममा हान्दियो त गालामा, भयो भयो, जस्ट किडिङ। सो हामी सबैलाई आनन्द चाहिन्छ है। यहाँ स्मार्ट बनेर केही काम छैन है। अब यतापट्टि आउँ, इटर्नल ब्रह्म के छ? इटर्नल छ। ब्रह्म के छ? इन्फाइनाइट छ। र ब्रह्म के छ? नलेजेबल छ। हामीलाई जब कुनै कुराको ज्ञान हुँदैन नि, हामीलाई ज्ञान होस् भन्ने खालको आकांक्षा आउँछ कि आउँदैन? आउँछ। जब हामी आफूले आफूलाई सोच्छौँ म त कति टाइनी, यति भास्ट युनिभर्समा कति टाइनी एउटा फुल स्टप जत्रो छु म सोच्दाखेरि, sometimes we want to be like whole world and sometimes we say to another person you are my universe. We say that, which means we want to be something immense, right? And third, eternal, which means not time bounded. Infinite means all pervading, and knowledgeable भनेको ज्ञानवान। अब मैले के भने यसो सोच्दाखेरि त हामीलाई जे कुरा चाहिरहेछ नि त्यो के रहेछ लास्टमा हामीलाई चाहिएको? हो, एउटा वर्डमा भन्दा हामीलाई वास्तवमा हाम्रो खोज के रहेछ भने ब्रह्मको रहेछ। हाम्रो खोज अरु केही होइन। यो मानवहरूले, यो हाम्रो एन्सियन्ट हिन्दूहरूले ध्यान गरेर बुझेको कुराहरू मैले तपाईलाई बुझाइरहेको छु। वास्तवमा यो मान्छेले खोजेको के रहेछ त? कोही पढ्न आएको छन्, कोही बिजनेस गरिरहेछन्, कोही फुटबल खेलेका छन्, कोही के गरेछन्, तर एट द एन्ड यिनीहरूलाई लास्टमा गएर चाहिने भनेको यति कुरा हो के, लुक त्यो पर्सनलाई एक्जिस्टेन्समा रहन छ, तर यतापट्टि यो छ यी, हो कि होइन? त्यो पर्सनलाई कन्सियस हुन भएर बाँच्नु मन छ, बेहोसीमा बाँच्नु मन छैन, र त्यो पर्सनलाई आनन्दै आनन्द चाहियो, ब्लिस चाहिएको छ, एब्सेन्स अफ टर्मोइल चाहिएको छ। त्यसको लागि हजार थोक गर्छ तर पाउँदैन। र यो ब्रह्म चाहिँ इटर्नल छ भने हो। तपाईलाई अघि उले के भन्नुभयो भने सर म त मरिरहेको छु भने, किन भन्दा उले बडीको हिसाबले सोच्यो कि उसको पहिले एलकेजीमा सानो थियो, अब 5-6 मा यत्रो छ, ग्रेड 10 मा पढ्दा ठुलो हुन्छ,
हो कि होइन? ब्यासमा झन् ठुलो हुन्छ, त्यसपछि बुढो हुन्छ, त्यसपछि ऊ मर्छ। उसले यसरी सोचिरहेको छ। सो हाम्रो पोइन्ट के हो? मृत्योर्मा अमृतम गमय। के अरे? मृत्योर्मा अमृतम गमय भनेपछि हामीले यदि ब्रह्म रियलाइज गर्यौं भने, के हुन्छ त? जस्तै एउटा राम्रो स्टेटमेन्ट छ के उपनिषदमा, मैले यो टेबललाई जान्दैमा म टेबल बन्दिनँ, मैले कम्प्युटरलाई जान्दैमा म कम्प्युटर बन्दिनँ, तर जसले यो ब्रह्मलाई जान्यो नि त्यो ब्रह्म बन्दछ भन्छ। यदि तिमी ब्रह्म बन्यौ भने यु आर एक्जिस्टेन्स कन्सियसनेस ब्लिस, यु आर इटर्नल इन्फाइनाइट एन्ड नलेजेबल। अब यो पर्सपेक्टिभबाट सोच्दा व्हाट इज गड? अब गडको डिफिनेसन पनि यही हो। भगवान भनेको भग भन्ने धातुबाट आउँछ, जसमा 6 वटा क्वालिटिज एक्सटेन्सिभली छ रे है। अलिकति अब तपाईहरुलाई म आज धेरै फिलोसफिकली लगिन, म अब यतिमै सीमित भएँ। सो शंकराचार्य अनुसार जुन यो जीव छ नि अहिले, यो अहिले केमा छ भन्दाखेरि आफ्नो एक्जिस्टेन्सको बारेमा इग्नोर छ है। यसलाई हामीले इग्नोर्ड छ। इग्नोर भनेको हामीले अर्को भाषामा के भन्छ? इग्नोरेन्स भन्छौँ। इग्नोरेन्स संस्कृतमा भन्दा अविद्या भन्छ, विद्या भएन। यसको कारणले उले आफैलाई म जीव सोचेर बसिरहेको छ। तपाईले सुन्नुभएको छ, यु आर नट समथिङ द्याट यु थिङ्क अफ, यु आर मच मोर देन व्हाट यु थिङ्क यु आर भन्छ कि भन्दैन कहिलेकाहीँ? त्यो पनि भनिन्छ नि हामीले। तपाईले जे सोचे हौ तिमी त्यो मात्र हैनौ कि, तिमी धेरै ठुलो कुरा हौ भन्छ नि। त्यो किन भनेको भन्दा तपाईको थटले तपाईलाई लिमिट गरिरहेको छ है। सो शंकराचार्य अनुसार तपाईलाई यो अविद्याको कारणले, नलेज नभएको कारणले, ज्ञान नभएको कारणले तपाईले आफैलाई तपाईको ट्रु सेल्फ चिन्नु भएको छैन। त्यही भएर म यति सानो मान्छे, म त यस्तो मान्छे, म केही गर्न सक्दिन, म डरपोक, हजार कुराले सताइरहेको छ तपाईलाई है। सो तपाई पनि ब्रह्म हो, ईश्वर पनि ब्रह्म हो है। त्यही भएर तपाई र ईश्वरमा वास्तवमा केही फरक छैन। अब फेरि यो भन्दाखेरि अलिकति डेन्जर छ है, म नै भगवान हो त भन्दाखेरि सानो फरक के पर्छ भने, भगवानमा अविद्या हुँदैन। ओके, हामीमा अविद्या छ अहिले। यदि तपाईले आफ्नो अविद्या हटाउनु भयो, इग्नोरेन्स हटाउनु भयो भने तपाई र ईश्वरको वास्तविक रूपमा केही फरक पर्दैन। लेट्स से यो दुईटा चेयर भनेको जजको लागि राखेको चेयर हो। ओके, देयर इज नोबडी राइट नाउ। लेट्स से आई गो एन्ड सिट देयर and you are there, you are audience, I am the judge, right? There is difference or not? Right. भोलि म यहाँबाट उठे, I call somebody and said you be the judge, and the grade 4 student is sitting there. Now is there any difference between me and her? No. But उसमा र तपाईहरुमा चाहिँ डिफरेन्स के हुन्छ? हुन्छ। सो यसलाई भन्नुहुन्छ शंकराचार्यले उपाधि भेद। उपाधि भेद भनेको पोजिसनल डिफरेन्स। ईश्वरमा अहिले अविद्या छैन, ईश्वरमा विद्या छ र हामीमा अविद्या छ। यसको कारणले ईश्वर छुट्टै र जीव छुट्टै लाग्छ हामीलाई। जब हामीले जो जीवको अविद्यालाई हटाउँछौं, जीव वास्तवमा के हो? इटर्नल इन्फाइनाइट नलेजेबल एक्जिस्टेन्स कन्सियसनेस ब्लिस। यो तपाईको एक्चुअल नेचर हो र गडको एक्चुअल नेचर पनि एक्जिस्टेन्स कन्सियसनेस ब्लिस हो। त्यो पोइन्ट अफ भ्यूबाट गड र तपाईमा केही फरक छैन। To understand something? So, do God exist or not भन्दाखेरि चाहिँ think, wait. If you are referring to a separate thing outside of you, then who knows it exists or not? But if you take this definition, your existence is the proof of the existence of God. Do you understand now? Because for us, now it's up to you how you define God first. मेरो लागि ईश्वर के हो? एक्जिस्टेन्स कन्सियसनेस ब्लिस, सत्यम अनन्तम ज्ञानम ब्रह्म र सच्चिदानन्द, त्यो नै ईश्वरको स्वरूप हो, त्यो नै ईश्वर हो। राइट? सो ईश्वर एक्जिस्ट गर्छ कि गर्दैन? यु सी योरसेल्फ, यु एक्जिस्ट अर नट। बट अझै पनि यो व्यक्तिगत जुन यो अनिल छ नि, यो चाहिँ गड होइन नि। फेरि
यो गड होइन नि, यो त यही जन्ममा भर्खरै कसैले नाम राखिदियो, यससँग आफ्नो सेन्सेसले एट्याचमेन्ट भयो, इन्फर्मेसन आयो, त्यसपछि अनिल अनिल भन्दै हिँडेको र यसले आफूलाई भगवान र भगवान बन्दैन। तर जब यो अनिलले यो अनिल भन्ने नामलाई हटाउँछ, आफ्नो इन्द्रियबाट लिएको नलेजलाई हटाउँछ, मेमोरीलाई हटाउँछ, त्यसपछि के हुन्छ? शङ्कराचार्यले भन्नुहुन्छ नि, मनोबुद्धि अहङ्कार चित्तानि नाहम, म मन होइन, म बुद्धि होइन, म अहङ्कार होइन हो, के हो त वास्तवमा भन्दा त्यसलाई नेति नेति हटाउँदै जाँदा चिदानन्द रूप शिवोहम शिवोहम भन्छ। त्यसपछि म चिदानन्द स्वरूप हो, म प्योर कन्सियसनेस हो, विटनेस कन्सियसनेस। प्योर कन्सियसनेस भनेको हामीले भोलि पढ्छौँ है त, त्यो नै ईश्वर हो, म ईश्वर होइन है। हामी ईश्वर कुन सेन्सले होइन, इन्डिभिजुअल अहिले नाम छन् नि त्यो नाम ईश्वर होइन के। तर जब हामीले हामीमा भएको डिफ्लेटहरूलाई हटाउँदै जान्छौँ र जुन प्योर कन्सियसनेस बाँकी रहन्छ, त्यो प्योर कन्सियसनेस नै के हो? गड हो। डु अन्डरस्ट्यान्ड? सो विल गो फर्दर। भोलि यसमा जाउँला है त, यो म, तिमी र राजाहरूमा। लाइक फेरि सबैले हात जोड्नुहोस्, एन्ड देन वी विल स्टार्ट।